हाम्रो उद्देश्य चाहिँ फर्स्ट उद्देश्य चाहिँ हामी भित्रै हाम्रो संस्कृति सम्पदा प्रमोट गर्ने हो हैन। लेट्स फर्स्ट वी इन्जोय आवर सेल्फ के हामीले चाहिँ यो देखावटी जात्रा होइन कि यसलाई देखाउने उसलाई देखाउने भनेर अर्गनाइजरको जात्रा होइन नि त। यो चाहिँ हामी आफूले आफू इन्जोय गर्ने, आफ्नो आस्था, आफ्नो रहनसहन, आफ्नो सम्पदालाई चाहिँ मनाउने पर्वको रूपमा चाहिँ हामीले यसलाई डेभलप गरिरहेको हो। सो द्याट कम्स सेकेन्ड, द्याट कम्स द प्रमोसन अफ द टुरिज्म। टुरिज्म भनेको हाम्रो सेकेन्ड हो नि। भक्तपुरको विश्व जात्रा टुरिस्टलाई देखाउन मनाएको हो होइन नि, हामी आफूले मनाउनु लाग्यो। यहाँ पनि हामी त्यही गर्दैछौँ क्या, यो हाम्रो आफ्नो मौलिकता हामीले बनाइरहेका छौँ। सेम विथ द अल द जात्राज इन नेपाल, कुनै पनि टुरिस्टलाई देखाउनको लागि गरेको होइन, तर टुरिस्टहरू आएर हेर्दाखेरि चाहिँ टुरिज्मलाई चाहिँ प्रमोट गर्छ भन्ने हो। सो एट द सेम टाइम वी आर अल्सो प्रमोटिङ नेपाल कि हामीले यहाँ जे मनाइरहेका छौँ इट इज ओन्ली अ फ्र्याक्सन अर इट्स ओन्ली अ रिफ्लेक्सन अफ वाट्स ह्यापनिङ इन नेपाल भनेर हामी त्यसै प्रमोट गरिरहेका छौँ। सो लन्डन विश्व जात्राले हामीले चाहिँ द फेस्टिभल अफ भैरव एन्ड भद्रकाली विच इज फ्रम भक्तपुरको हो अथवा चाहिँ मधेपुर थिमीको सिन्दुर जात्राको चाहिँ यो प्रतीकात्मक रूपमा चाहिँ मनाइरहेको कार्यक्रम हो भनेर चाहिँ हामीले प्रचार गर्छौँ भने लन्डन इन्द्र जात्रालाई चाहिँ रिफ्लेक्सन अफ काठमाडौँ भनेर चाहिँ काठमाडौँको पनि एउटा सानो टुक्रा चाहिँ हामीले यहाँ चाहिँ यसो टिजर अथवा चाहिँ प्रिभ्यू दिएको जस्तो मात्र भनेर यसलाई चाहिँ हामीले त्यसरी प्रचार गर्छौँ। सो यु वान्ट टु सी द फुल पिक्चर, you go back to Nepal and experience it हैन। त्यसको लागि पनि हाम्रो नेपाल एम्बेसी कम्स इन फर द्याट। सो नेपाल एम्बेसीको थ्रुबाट चाहिँ नेपाल टुरिज्म बोर्ड भयो, गुठी संस्थान भयो, परराष्ट्र मन्त्रालय लगायत विभिन्न संस्था हाम्रो गभर्मेन्ट निकायहरूलाई पनि खबर पुगेको छ र उहाँहरूबाट पनि सहयोगको चाहिँ हामीले अपेक्षा गरेका छौँ। र जस्तै गुठी संस्थानबाट चाहिँ हामीले केही सहयोगहरू गर्ने चाहिँ उहाँले प्रतिबद्धता गर्नुभएको छ। त्यसै गरी मधेपुर थिमीले चाहिँ हामीलाई छत्र दिनको लागि चाहिँ उहाँले चाहिँ प्रतिबद्धता दिनुभएको छ। पोहोर साल पनि हाम्रो गुठी संस्थानबाट चाहिँ हाम्रो भैरवको मूर्ति, कुमारीको मूर्ति, गणेशको मूर्ति जुन हामीले रथमा स्थापना गरेका थियौँ उहाँहरूले चाहिँ त्यसलाई संयोजन गर्नुभएको थियो भने यसपालि पनि हाम्रो देशबाट चाहिँ जस्तै अर्को एउटा म जोड्न चाहन्छु, हाम्रो नासदेवको यहाँ स्थापना भएको छैन। हाम्रो चाहिँ यो जुन चाहिँ हाम्रो शिव बाजा बजाउने शिवको देउता त्यसको चाहिँ हाम्रो यहाँ अहिलेसम्म चाहिँ कुनै पनि मन्दिर मूर्ति स्थापना नभएको भएर यसपालि चाहिँ विश्वकर्मा भैले ब्याएको खला भक्तपुरबाट चाहिँ नासदेव को चाहिँ सौजन्य गर्नुभएको छ। त्यो चाहिँ नेपालमा काठमा कुदिएको चाहिँ मूर्ति आउँदैछ भने त्यसै गरी हाम्रो रथमा चाहिँ हामीले चढाउने चाहिँ बेटालको चाहिँ काठको चाहिँ कुदिएको